सो गाइज आज मैले टाका लाइभ एपबाट चाहिँ मैले चाहिँ यसबाट मैले विथड्र गर्दैछु। तपाईँहरूलाई चाहिँ मैले विथड्र प्रुफ देखाउँदैछु। मैले चाहिँ अहिले चाहिँ टाका लाइभमा मेरो चाहिँ एउटा पोइन्ट पुगिसकेको जस्तो मान्छु। त्यो कारणले चाहिँ यसलाई विथड्र गर्न लागेको छु आफ्नो डाइरेक्ट इसेवामा है त। मैले टाका लाइभ चाहिँ ओपन गर्छु अनि टाका लाइभ ओपन गरिसकेपछि तपाईँको त यहाँनिर चाहिँ के छ भनेपछि अब मेरो चाहिँ यसमा जान्छु अनि त्यसपछि तपाईँको चाहिँ यहाँनिर मीमा जान्छु। अनि मीमा गइसकेपछि चाहिँ यहाँनिर त देख्न सक्नुहुन्छ मेरो चाहिँ यहाँनिर चाहिँ टोटली पोइन्ट रहेको छ $5,62,952। यो भनेको झन् तपाईँको चाहिँ $50 देखि माथि हो। 50 भन्नाले मेरो $56 रहेको छ। मैले चाहिँ अहिले चाहिँ $50 मात्र विथड्र गर्छु। कति आउँदो रहेछ यी सेवामा अब मैले चाहिँ हेर्नेछु है त। अब सम्पूर्ण साथीहरूलाई चाहिँ के छ भनेपछि म आफ्नो चाहिँ यहाँनिर बिन्स लेखेको छ हैन त्यसमा चाहिँ क्लिक गर्छु अनि बिन्समा क्लिक गरिसकेपछि तपाईँको चाहिँ यहाँ देख्न सक्नुहुन्छ। अब तपाईँको चाहिँ यहाँनिर मैले चाहिँ टोटली निकाल्दिनँ 62,000 चाहिँ निकाल्दिनँ। मैले चाहिँ कम्तीमा 5 लाख भरि चाहिँ निकाल्छु है त। अब यसको कति हुन्छ त हैन मैले चाहिँ यी सेवामा पनि मैले खाली चाहिँ अब ₹3 जति देखाइदिएँ हैन। अब मैले चाहिँ अहिले यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर क्यास आउटमा क्लिक गर्न सक्नुहुन्छ। एक्सचेन्जमा नगर्नु होला। विथड्र गर्न लाग्दाखेरि क्यास आउटमा क्लिक गर्नु होला। तपाईँको चाहिँ यहाँनिर चाहिँ के छ भने कन्ट्री लेखेको हुन्छ। कन्ट्रीमा तपाईँको चाहिँ नेपाल राखिदिनु होला। यहाँनिर चाहिँ नेपाल राखिदिनु होला। नेपालको झन्डा छैन। अनि तपाईँको चाहिँ यहाँनिर चाहिँ पेमेन्ट मेथड केसमा लिनुहुन्छ हैन तपाईँले चाहिँ ई सेवामा अनि खल्तीमा अनि बैंकमा। मैले चाहिँ अहिले चाहिँ ई सेवामै लिन्छु हैन। त्यो कारणले चाहिँ मैले खल्तीमा लिएन बैंकमा लिएन हैन। यसमा चाहिँ अहिले 5% को चाहिँ उसले चाहिँ चार्ज लिँदो रहेछ हैन। मैले चाहिँ अब यसलाई चाहिँ के छ भनेपछि मैले ई सेवामा टच गर्छु अनि ई सेवामा टच गर्ने बित्तिकै तपाईँको चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँनिर नाम लेख्न भनेको हुन्छ। अनि पहिला मैले चाहिँ नाम लेखिसकेको छु र आफ्नो चाहिँ नम्बर पनि लेखिसकेको थिएँ हैन। यहाँनिर चाहिँ यहाँ देख्न सक्नुहुन्छ आफ्नो नम्बर पनि लेखिसकेको थिएँ। त्यसपछि तपाईँको चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ कि यहाँनिर अब तपाईँले चाहिँ आफ्नो बिन्स भन्नेमा चाहिँ क्लिक गर्नु होला। बिन्समा तपाईँले चाहिँ अब यसमा चाहिँ तपाईँको बिन्स एमाउन्ट कति निकाल्ने हो भनेर चाहिँ यहाँनिर देखाएको हुन्छ। मैले चाहिँ अहिले चाहिँ टोटली 5 लाख चाहिँ मैले निकाल्छु हैन। यसमा 5 लाख बिन्स निकाल्दा कति आउँछ त हैन। यसमा टोटली तपाईँको चाहिँ $128 $1 बराबर छ हैन भने अब मैले चाहिँ यसमा चाहिँ 5 लाखको कति निस्किन्छ भनेर चाहिँ म देखाउनेछु है त। अब मैले चाहिँ यहाँनिर चाहिँ 5 अनि 0 0 अनि 0 5 र 0 मैले राखिदिएँ। 5 र 0 राख्ने बित्तिकै तपाईँको चाहिँ यहाँ देख्न सक्नुहुन्छ यसमा चाहिँ रहेको छ 5 लाख मैले हानिए हैन। अब यसमा 5,62,000 छ भने 62,000 मैले छोडेँ 5 लाख भरि निकाल्न लाग्यो भने यसबाट चाहिँ मैले चाहिँ यहाँ देख्न सक्नुहुन्छ 7400 चाहिँ यहाँनिर 7,400 चाहिँ यसमा देखाएको छ। यसलाई चाहिँ मैले विथड्र गर्छु। अब विथड्र गरिसकेपछि तपाईँको चाहिँ हैन मैले चाहिँ आफ्नो ई सेवामा कति मिनेटमा आउँछ त्यो भिडियो पनि विथड्र प्रुफको भिडियो पनि म अवश्य लिनेछु है त। त्यसपछि तपाईँको चाहिँ यहाँनिर चाहिँ विथड्रमा टच गर्छु हैन। अब विथड्रमा टच गर्छु। अब यहाँनिर चाहिँ अब विथड्रमा टच गर्ने बित्तिकै यहाँनिर देख्न सक्नुहुन्छ अरु चार्ज अब मेरो चाहिँ हैन ₹370 चाहिँ चार्ज खाइदियो यसले काट्दियो हैन। अहिले 5% मा चाहिँ लाग्दो रहेछ हैन। त्यो कारणले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ 7400 मा चाहिँ यसमा चाहिँ ₹370 चाहिँ काट्दियो अनि ₹7,030 चाहिँ आउने भयो है त। ₹370 चाहिँ खाइदिने भयो विथड्र गर्दाखेरि चाहिँ यसले चाहिँ अहिले चाहिँ 5% ले खायो हैन। यसले ब्याज लियो नि त हैन। त्यो कारणले गर्दाखेरि पनि ₹7,030 चाहिँ यहाँबाट चाहिँ आउँछ है त। अब ₹7,030 चाहिँ मैले अहिले आएको देखाउँछु हैन। यो ई सेवामा चाहिँ मैले चाहिँ पेमेन्ट मेथड विथड्रमा टच गर्छु अनि यहाँनिर चाहिँ मैले चाहिँ आफ्नो पासवर्ड हान्छु हैन। अनि पासवर्ड अब मैले राखेको छु अनि यो पासवर्ड हान्ने बित्तिकै चाहिँ मेरो सक्सेसमा लागिसकेको छ है। सबमिटेड भइसकेको छ। अब सबमिटेड भइसक्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ यो पेन्डिङमा रहेको छ। मैले एकचोटी अब मैले चाहिँ यो पेन्डिङमा माथिको रहेको छ ₹7,030 अनि यो ₹7,030 चाहिँ अहिले तपाईँलाई मैले चाहिँ आफ्नो ई सेवामा आइसकेपछि मात्र देखाउने छु भने तपाईँको चाहिँ यहाँनिर चाहिँ पहिला मैले 2800 झिकेको थिएँ भने एकचोटी 1300 झिकेको थिएँ। यसबाट चाहिँ हैन यो चाहिँ अहिले 7,000 अनि 2800 अनि टोटल 1300 भन्दाखेरि अब तपाईँको जन मेरो योबाट चाहिँ निकालेको भनेको मैले कम्तीमा 10,000 11,000 जति मैले 11,500 चाहिँ मैले निकालिसकेको छु हैन। यो एपबाट चाहिँ हैन 11,500 चाहिँ मैले निकालिसकेँ। भनेपछि तपाईँको चाहिँ यसमा चाहिँ अब तपाईँले गेम खेल्न चाहनुहुन्छ अथवा तपाईँले चाहिँ गेम खेलेर चाहिँ अब यसलाई चाहिँ अब तपाईँले विथड्र गर्न चाहनुहुन्छ भने तपाईँले चाहिँ यदि तपाईँले चाहिँ यो एपलाई डाउनलोड गर्नु भएको छैन भने सम्पूर्ण साथीले चाहिँ डाउनलोड गर्नको लागि चाहिँ यही भिडियोको कमेन्ट बक्समा चाहिँ मैले यसको लिंक राखिदिएको छु। त्यहाँबाट गएर तपाईँले चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ र तपाईँले पनि चलाउन सक्नुहुन्छ। अनि तपाईँले चाहिँ यहाँनिर चाहिँ एउटा तपाईँको अप्सन छ यहाँनिर चाहिँ एउटा कुराले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। अब मेरो यहाँनिर चाहिँ अब स्पिन हुन्छ। यो अब तपाईँले इन्भाइट गर्नुपर्ने हुन्छ। साथीहरूलाई इन्भाइट गर्ने बित्तिकै तपाईँको चाहिँ यहाँनिर चाहिँ स्पिन घुमाउन दिएको हुन्छ। यसमा चाहिँ तपाईँको चाहिँ यहाँ रहेको छ यसमा चाहिँ मेरो 0 रहेको हुन्छ। यहाँनिर चाहिँ कलेक्टमा चाहिँ अब तपाईँको चाहिँ स्पिन भनेर आएको हुन्छ। अनि तपाईँको चाहिँ यहाँ देख्न सक्नुहुन्छ
अब यसमा चाहिँ मेरो चाहिँ अब तपाईँको के छ भनेपछि स्पिन गो स्पिनमा क्लिक गरेर तपाईँले क्लिक गर्न सक्नुहुन्छ। अहिले चाहिँ मेरो चाहिँ होइन 5 लाखको त भएर चाहिँ अब मेरो $100 चाहिँ मेरो चाहिँ अब उसमा लागेको छ, बेटमा लागेको छ। मेरो चाहिँ अझै पनि साथीहरूले चाहिँ इन्भेटमा आएर चाहिँ आउनु भयो र घुमाउनु भएपछि मैले चाहिँ ट्याक्क लाएर यसमाबाट मैले अझै मैले 1 मिलियनको चाहिँ मैले बिन्स पाउने छु है त। त्यसै गरी तपाईँले पनि यहाँनिरबाट चाहिँ इन्भेस्ट गर्नु होला यो एपमा आएर। त्यसै गरी है त साथीहरू। अब मेरो चाहिँ विड्रो प्रुफ अब तपाईँको चाहिँ आइसकेपछि चाहिँ अब तपाईँलाई चाहिँ विड्रो प्रुफ पनि देखाइदिनेछु है त साथीहरू, यही भिडियोमा जोडेर है त साथीहरू। अब यसमा चाहिँ पेन्डिङमा रहेको छ होइन, यो चाहिँ कति भनेको छ 10:50 मा चाहिँ विड्रो प्रुफ लागेको छ भने टाइमिङ होइन। अब तपाईँको चाहिँ डिटेल होइन, यहाँनिर डिटेल कति हुन्छ, अब डिटेल चाहिँ अब ठिकै छ। अब त्यसमा 10 बजेर हुँदैन 1 बजेर यस्तै 1:05 सम्म चाहिँ यसले चाहिँ दिन्छ भनेर चाहिँ लेखेको छ होइन यहाँनिर चाहिँ। ल त साथीहरू कति मिनेटमा आउँछ होइन साथीहरू। ल फाइनली साथीहरू मेरो चाहिँ अहिले चाहिँ पेमेन्ट सक्सेसफुल पनि भइसकेको छ र मैले इसियामा गएर सम्पूर्ण साथीलाई देखाउने पनि छु है त। मेरो चाहिँ पेमेन्ट चाहिँ कति आउनु पर्ने थियो, 7,030 रुपियाँ होइन, अरू कार्य 7,030 रुपियाँ आउनु पर्ने थियो। मैले त्यो पेमेन्ट मेथड इसियोमा देखाउँछु है त। म इसियोमा टच गर्छु होइन, इसियोमा टच गर्छु अनि त्यसपछि तपाईँको चाहिँ यहाँनिर चाहिँ लगिङमा टच गर्छु। लगिङमा टच गर्ने बित्तिकै मेरो चाहिँ होइन लगिङ भइदियो। अनि भइदिएपछि चाहिँ मेरो चाहिँ होइन यहाँनिर चाहिँ मेरो अहिले चाहिँ रहेको छ मेरो चाहिँ 3 रुपियाँ थियो भनेको थिएँ त मैले है, इसियोमा 3 रुपियाँ थियो भनेको थिएँ। 3 रुपियाँमा चाहिँ अहिले चाहिँ कति अरू थपेर चाहिँ 33 भयो है त। त्यसै गरी मेरो चाहिँ यहाँनिर होमको यतातिर होइन स्टार्टमेन्ट लेखेको छ होइन, त्यहाँनिर टच गर्ने बित्तिकै नै देखाउँछ है त यहाँनिर चाहिँ कति आयो भनेर चाहिँ होइन। मेरो चाहिँ होइन 7,030 आउन पर्ने थियो, मेरो चाहिँ अहिले चाहिँ 7,030 रुपियाँ चाहिँ आइसकेको छ, रिसिभ भइसकेको छ है त साथीहरू। ल त साथीहरू मेरो चाहिँ देख्न सक्नुहुन्छ फाइल नि आइसक्यो होइन। अब तपाईँहरूले पनि यो एप डाउनलोड गर्नु भएको छैन भने छिटोभन्दा छिटो डाउनलोड गर्नुहोस् र सम्पूर्ण साथीले चाहिँ मैले चाहिँ कमेन्ट बक्समा चाहिँ यसको लिङ्क पनि राखिदिएको छु, त्यहाँबाट गएर चाहिँ डाउनलोड गरेर सम्पूर्ण साथीले चलाउन सक्नुहुन्छ। हस् त धन्यवाद अहिलेको लागि, फेरि नेक्स्ट भिडियोको साथमा भेटौँला है त।